दर्शकबिन सोलुखुम्बुको मापिया दुधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर 0103159552 नम्बरको बोलेरो जीप मापिया दुधकोशी गाउँपालिका 6 को भिरकुनामा दुर्घटना हुँदा 3 जनाको घटनास्थलमा मृत्यु भएको छ। गए राति भएको दुर्घटनामा 6 जना घाइते भएका छन्। जीपमा सवार चालक सहित सबै यात्रु सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ। दुर्घटना भएको बोलेरो जीप ब्रेक फेल भएर सडकबाट करिब 600 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मृत्यु हुनेहरूमा महाकुलुङ गाउँपालिका 3 का 16 वर्षीय हाबी राई, 20 वर्षीय शान्ति राई र 17 वर्षीय निर्जला राई रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरू महाकुलुङ गाउँपालिका का 32 वर्षीय श्री वज्र राई, महाकुलुङ 4 का 16 वर्षीय गंगा राई, 18 वर्षीय तस्तिकला राई, 16 वर्षीय समय राई, सजना राई र 10 वर्षीय उमेश राई रहेका छन्। जीपमा सवार 11 जना मध्ये 2 जना सकुशल रहेको प्रहरीले जनाएको छ। कार्यालयका अनुसार घाइतेहरूको जिल्ला प्रहरी अस्पताल थाप्लोमा उपचार भइरहेको छ भने मृतकहरूको शव महाकुलुङ अस्पताल पठाइएको छ।